मर्निङ गाइज यति बेलामा मेरो हिँडाइको तस्बिर आज म अलग ठाउँमा लिएर जान्छु हजुरलाई अलग अलग दृश्य देखाउँदैछु यी मेरो बडी गार्डहरू हिँडे हेर्नु ए बुझ्छ सिधा 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 हेर हेर गाइज यो पुजे हो यो रेम्बो आइज क्या आनन्द आउँछ साथीहरू बिहान हिँड्नु भनेको शरीरको एकदम राम्रो एक्सर्साइज हो त्यो तपाईँलाई थाहा होला है थाहा नभए थाहा बनाइदिन्छु मैले तपाईँ म एकदम राम्रो राम्रो भिडियो लिएर आउँदैछु अब 1-1.5 महिना लाग्छ कन्टेन्टसँग युरोप गएको छ त्यो युरोपबाट आएपछि दुईवटा मिलेर बनाउने होला हस् गाइस अनि के गर्नुभयो साथीहरू हजुरहरू उठ्नुभयो चिया खानु ट्याक्क 20-25 व्यायाम हान्नु सेटअप हान्नु 5-10 शरीर यस्तो हेल्दी हुन्छ नि न त साथीहरू योगा गर्नु तपाईँलाई योगा छ राम्रो एकदम राम्रो आसन हो योगा भनेको त्यो थाहा छैन होला म त्यही भएर म जाने मान्छे तपाईँ भन्छु म यस्तो डिएक्टिभ शरीर भएको मान्छे अहिले कति एक्टिभ गर्छु अहिले 20-25 किलोमिटर हिँड्नु पऱ्यो भने मलाई कसै सक्दैन साथीहरू त्यही म तपाईँलाई भन्छु हेर्नु यस्तो साथीहरू छ मेरो यी हुन् जिन्दगीका साथी मान्छे भनेको सबै स्वार्थी हुन्छन् बुझ्नुभयो हजुरले यस्तो एउटा बिस्कुट दिनु अथवा यसको खाना आएर सबै हराएको छ संसारबाट लुप्त हुँदै गएको छ यिनीहरूले खाना हक छ नि हेर छैन त छ भने यिनीहरू भगवान्ले बनाएको यिनी यही संसार हत्या भयो यिनीहरू जति समझदार कोही हुन्न मान्छेको लाएर इगा हुन्छ यसमा केही हुन्न ल फुच्चे फुच्चे आयो It's called the power. Okay, yeah. हेर्नु साथीहरू बिहान बिहानको मर्निङको दृश्य यो बुझ 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 बुझे बुझाया बुझो गाई जिन्दगी दिन धेरै गाह्रो छ एक ताका मेरो बिफोर आई एम वर्किङ वाज दुबई बुर्ज खलिफा म काम गर्थेँ साथीहरू त्यहाँ मेरो लाइफ यस्तो थियो सारी गाडी हाँकेर हिँड्थेँ म त फोटो पनि अपलोड गरिदिउँला है कस्तो कस्तो गाडी हाँकिन्थेँ के कस्तो मान सम्मान थियो all my friends is gore that time now nobody have I have friend they are such a those so they are such a friend they have a good heart Ujay come here come aja Ujay मर्ने और मराउने को लामो लाहिन्छ जस्तो खोज्यो संसारमा त्यस्तै पाइन्छ म हारेको छैन म लडेको मात्र हो जित्छु त्यो दिन अवश्य हुन्छ मोहन एगो हो भन्छन् मायाले यहाँ पूजा जय कम बुझेको वाह मराउनेको बुझे कम Guys, this is Baula Khula. This is our river.
Very nice river. When waters came, you get very full, high here. Now we got no water. Okay guys. गाजामा यहाँ हाम्रो एउटा क्रिकेट पिच छ, ग्राउन्ड छ, तँसम्म तपाईँलाई सो गर्छु। त्यसपछि अर्को कन्टेन्ट म भोलि पर्सि लिएर आउँछु है साथीहरू। ओके माई फ्रेन्ड, लुक एट माई डगी, लुक एट माई डगी, लुक एट पुजे पुजे, लुक एट माई डगी। मर्ने या मराउनेको लामो नहिन्छ। गाइस हजुरले त्यो सब्सक्राइब गरिदिनु भयो भने साथीहरू, म तपाईँलाई मै भनेको है, म तपाईँलाई यस्तो यस्तो ठाउँ भिजिट गराइदिन्छु। त जानै पर्दैन, घर बसी बसी हेर्नुहुन्छ, म आफै गराइदिन्छु। त्यसमा हजुरहरूको आफ्नो साथीहरू हुन्छ, छरछिमेकी हुन्छन्, उहाँहरूलाई गएर यसो मेरो भिडियो सब्सक्राइब गराइदिनु होला। त्यति मेरो लागि गर्नु, तपाईँहरूलाई म के गर्नु म छु है साथी। बौला खोला घटिहाल्यो, बौला खोला तरियो। पूजा मेरो पुजु आए। हामी म यस्तो जङ्गलमा बसेको मान्छे, सहर भन्ने कस्तो देखेको छैन है। ल यहाँ भयो ग्राउन्ड छ, म त देखाउँछु है। पूजा आइज गयो साथी, यो आइज बजा Puja, look here, don't fall down, okay? Yeah, don't fall down, okay? Come, Aja, Puja, Aja, Puja, 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 wait, no, Puja, mo go, go, bye, Puja, bye, go on, Puja, look at you, who are party try, motor, ay, udah aja Puja. Ini main laba besar, itu angin laut. Wow, very critical. मेरो सिचुएसन थियो साथीहरू, जब म दुबई छोडेँ। अहिले यस्तो छ मेरो लाइफ। इट्स कल्ड लाइफ भन्छ। जीवनमा तीनटा पार्टहरू हुन्छन्। यो बचपना हुन्छ, त्यो बचपना सबैले माया गर्छ। यो यङ जनरेसन त लुकिरिकी माया गर्ने हो, बुझ्छ? आयो ल साथी, बाई, म बन्द गर्दैछु भ्लग। तपाईँको धन्यवाद, हस्त, नमस्ते। बुझे